ट्रेडर को ढूंढ के रहूंगा। क्या ढूंढ के रहोगे आप? जति बेला पनि सुत्या सुतै त्यो सर्कल स्टक, बाकी टाइम हि इज लाइक हि स्लिपिङ। सुफी, आई हेट सुफी। यता पनि लपक्कै उता पनि लपक्कै। जब मैले उर्फी र अपूर्वाको फाइट देखेँ नि इन्स्टाग्राममा, बाफ्रे, दुइटाको बिचमा केही दमदार केही भयो होला अनि झगडा हुन्छ होला भन्ने सोचेको थिएँ। बट अनि यसमा के छ भनेर हेर्नुहुन्छ भने चाहिँ यो माइक हो, तर यसरी बोल्दाखेरि कस्तो झिरझिर आए जस्तो माने। म यसरी बोल्छु, माइकको जरुरत त थिएन, हिँडेको छ मोबाइल। मलाई चाहिँ ट्रेडर्स एकदमै मन पर्यो होइन, कन्सेप्ट पनि मन पर्यो। इभन द कन्सेप्ट चाहिँ चोरेको हो क्या, किनभने जब द ट्रेडर्स भनेर हान्छु नि म सर्च बारमा गुगलको, तब छुट्टै नै के सो आउँछ, बाहिरको सो आई डोन्ट नो इफ इट्स ओरिजिनल अथवा कतैदेखि कपी गरेको कन्सेप्ट मलाई थाहा छैन, बट इट्स अ ब्रिलियन्ट कन्सेप्ट है। फर्स्टमा कुरा गर्नुपर्दाखेरि चाहिँ मलाई सोमा बिल्कुल नि इन्ट्रेस्ट थिएन होइन, प्रमोसन यताउता त्यो के ट्रेलर यता त्यो देखेको थिएँ टिकटकमा, तर म त्यस्तै हेर्छु जस्तो मलाई केही त्यस्तो फिल भएको थिएन क्या। जब मैले उर्फी र अपूर्वाको फाइट देखेँ नि इन्स्टाग्राममा, बाफ्रे, रिस्पेक्ट क्यान नट बी डिमान्डेड उर्फी भन्ने टाइप त्यो वाला फाइट। ओहो हो होइन, किन एक त आई हेट अपूर्वा होइन, अनि उर्फीलाई मैले स्पिच बेलामा देखेको थिएँ, त्यही भएर आई काइन्ड अफ लाइक उर्फी। म अपूर्वालाई किन हेट गर्थेँ भन्दाखेरि त्यो एउटा उसको मैले एउटा मात्र क्लिप देखेको थिएँ कि, लाइक इन्ट्रोडक्सन नै मैले त्यो क्लिप गरेर भएको थियो, त्यसपछि मैले उसलाई नदेखेँ न त्योभन्दा अगाडि देखेँ होइन। कुन क्लिप थियो भन्दाखेरि एकचोटि ऊ चाहिँ तो टिकटॉक पे किसी ने ये वीडियो पोस्ट की अपूर्वा की और कैप्शन था पीओवी वी वर एट अ कॉन्सर्ट एंड शी वाज फिल्मिंग हर ओन म्यूजिक वीडियो. सिक्योरिटी गार्ड asked her to step down or to return to her seat, but she didn't care. Big flash in the face. आई थिङ्क सब्रिना कार्पेन्टर हो कि कसको कन्सर्टमा गएको थियो अपूर्वा, अनि सी वाज फिल्मिङ हरसेल्फ विथ दिस बिग फ्ल्यास लाइट इन कन्सर्ट होइन। यस्तै फ्ल्यास लाइट बालेर अनि यतातिर कन्सर्ट भइरहेछ अनि पुरा लाइक सी वाज डुइङ द डान्स। त्यत्रो लाइटले गर्दाखेरि चाहिँ यताउता मान्छेलाई प्रब्लम भइरहेको थियो। उसले सेक्युरिटी गार्डले पनि नगर नगर भनिरहेको थियो, अनि सी वाज बिङ सो नन्सलान्ट, अनि सी वाज नट स्टपिङ होइन। अनि मैले त्यो भिडियो क्लिपमा देखेको थिएँ टिकटकमा एउटा, अनि त्यहाँदेखि मलाई चाहिँ त्यो यो मान्छे त्यस्तो स्ट्रङ हेड त थिएन तर मन पर्दैन भन्ने टाइपको थियो। जब मैले फर्स्ट एपिसोड हेरेँ तब पनि लाइक अपूर्वादेखि लाइक गर्ने थियो, तर आई वाज लाइक ओके होइन, किन त्यस्तो स्ट्रङ हेड थिएन नि त, त्यही भएर आई वाज लाइक लेट्स वाच। फर्स्ट एपिसोडमै आई बिलिभ त्यो फर्स्ट एपिसोड थियो, फर्स्ट एपिसोडमै द वे अपूर्वा किल्ड आई मिन एक्चुली किल्ड होइन राज कुन्द्रा। अब स्पोइलर त हुनेवाला छ ओके, सो पहिले मैले भनिदिएँ। मलाई अपूर्वाले दिएको त्यो 5 मिनट्स or 10 मिनट्स कति मिनट्सको मोनोलग थियो, यस्तो मन पर्यो नि होइन। राज ये वो इसीलिए ये भन्ने टाइपको जुन त्यो स्टेटमेन्ट डायलग मोनोलग थियो नि, बब्बाल। त्यसपछि त अपूर्वा वाज माई फेभरेट होइन, स्टिल अपूर्वा इज माई फेभरेट सोमा चाहिँ। बाँकी के छ अपूर्वाको, अपूर्वा फट विथ उर्फी होइन, जो चाहिँ एकदमै स्टुपिड थियो। मलाई लाग्यो म सोचेको थिएँ किनभने म एक्चुअली लाइक त फाइट हेरेर अपूर्वा र उर्फीको फाइट हेरेर सोभित्र छिरेको थिएँ नि त होइन, मतलब सो हेर्न थालेको थिएँ। सो मलाई लागेको थियो कि होइन केही स्ट्रङ पोइन्ट होला, दुइटाको बिचमा केही दमदार केही भयो होला अनि झगडा हुन्छ होला भन्ने सोचेको थिएँ। बट अपूर्वा रोइरहेको थियो अरे, अनि त्यसपछि अब त्यो क्यामेरामा क्याप्चर भएन, सो तिनीहरूको मुखको हिसाबले भनेको है मैले, तिनीहरूले भनेन नि त पछि यस्तो यस्तो भयो भनेर। अनि अपूर्वा चाहिँ रोएर बसिदिए रे, त्यसपछि उर्फी आइरे, अनि अपूर्वा चाहिँ फ्यामिलीको केही सोचेर रोइरहेको थियो रे। अनि त्यसपछि उर्फीले चाहिँ सोधी कि किन रोको यताउता भनेर, तर अपूर्वा चाहिँ अब फेरि त्यस्तो अटेन्सन ग्राब नहोस् ममा, किनभने अटेन्सन ग्राब भन्ने बित्तिकै त्यहाँ त तै हो ट्रेडर भनिदिन्छन् क्या। अनि त्यही भएर उसलाई त्यस्तो नगरेर अनि त्यसपछि म आई डोन्ट वान्ट टक भनेर यताउता भनिदिएर, अनि उर्फी वाज फोर्सिङ रे, अनि अपूर्वा वाज डिनाइङ, अनि त्यसै बिचमा अनि तिनीहरूको बिचमा झगडा भयो। स्टुपिड त्यस्तो मलाई लागेको थियो कि छुट्टै केही होला होइन, केही स्ट्रङ केही हुन्छ नि, त्यो त एक्सपेक्ट गरेको थिएन मैले। अनि म हाँसेँ एकछिन, लाइक यो कुरामा झगडा गर्दाखेरि यिनीहरू होइन, युआर अडल्ट्स। मैले उसलाई सोधेँ यसले गरेँ हुन त अब के भन्नु होइन। उर्फी त मलाई लास्टै स्टुपिड लाग्छ, ए सरी कहाँ के बोलेको भने उर्फी त मलाई लास्टै फनी लाग्छ होइन। यो सिजनमा चाहिँ सिजन भनौँ कि यो सोमा चाहिँ उर्फी इज भेरी फनी
हरेक एपिसोडमा उर्फीको प्रेडिक्सन रङै हुन्छ कि अनि एकचोटि चाहिँ राइट भएको थियो त्यो जब मैंने आज सपने में देखा कि पूरव अनि एलनाज अनि अर्को एउटाको नाम थियो अनि त्यसपछि ये ट्रेटर चाहिँ अनि यदि मेरो प्रेडिक्सन राइट भयो भने चाहिँ म यो सबै छोडेर ज्योतिषी बन्छु भन्ने त्यो वाला स्टेटमेन्ट पनि फनी थियो प्लस एकुरेट पनि थियो आई डोन्ट नो त्यो कुरा कहाँ दब्यो उर्फी इज गुड ओके यदि रेट गर्नु पर्यो भने चाहिँ म अपूर्वालाई 9/10 फर्स्ट एपिसोडको लागि चाहिँ 9 अहिले चाहिँ हल्का 8-7 किन अहिले त्यस्तो सी इज नट डुइङ त्यस्तो अब्जर्भेन्ट भएको जस्तो मैले मानेन एलनाज त अमेजिङ है एलनाज र पूरव अमेजिङ तिनीहरू चाहिँ कहिले सेम पेजमा हुन्नन् त्यही पनि दे आर गुड होइन मलाई फर्स्ट एपिसोड पछि चाहिँ त्यो रिक्रुट गर्न मिल्छ भनेर त्यहाँ आएको थियो नि त सो त्यति बेला चाहिँ फर्स्ट एपिसोड हो कि सेकेन्ड एपिसोड यार सेकेन्ड हो क्या सेकेन्ड एपिसोड रिक्रुट गर्न मिल्छ भनेर मलाई यस्तो म यहाँ ल्यापटप हेर्दाखेरि म यहाँदेखि बोलिरहेको थिएँ कि लाइक अपूर्वालाई ट्रेडर बनाऊ भनेर सी वाज स्मार्ट नि त होइन अनि त्यसपछि उसले यत्रो ठुलो स्टेटमेन्ट दिइसकेको थियो उसलाई निकालेर अनि कहिले उसलाई डाउट गर्दैन भन्ने जस्तो मेरो प्लानिङ थियो तर मलाई के लागेको थियो भने अरू अरू इनोसेन्टहरूलाई चाहिँ थाहा हुँदैन कि रिक्रुट गर्न मिल्छ भन्ने चाहिँ त्यो कुरा थाहा हुन्न जस्तो लाग्थ्यो कि तर तिनीहरू थाहा रहेछ सो अभियसली लाइक आई थिङ्क ट्रेडर बना भइदिए पनि उसलाई उसमाथि सक जान्थ्यो किनभने गएको पनि थियो सुफी आई हेट सुफी नट आई हेट हो फनी पनि छ तर आएन न बढी पचर पचर गर्ने होइन बढीलाई यता पनि लपक्कै उता पनि लपक्कै कति दिनमा सुफीलाई हि इज फनी तर हि इज रियली फनी 6/10 पूरव झा र एलनासलाई चाहिँ दे आर डुइङ अमेजिङ 9/10 ज्याजमिन त लास्टै मलाई के भन्छन् त्यो लेजी एक्टिभ नभएको कि एकदम प्यासिभ टाइपको मुझे तो पता ही नहीं था क्या करूं मैं ऐसी हूँ मैं क्या करूं मैं घर चली जाती she speaks so like type like I've never seen her speak like upfront हुन्छ नि एकदम ब्लन्टली अथवा बोल्डली आई नेभर मेबी उसको पर्सनालिटी हो सो त्यसमा चाहिँ केही नभनौँ तर या बट सी इज फनी सी इज क्युट आई वुड गिभ हर 4/10 टिकटक पहिला टिकटकमा फेमस म यहाँ फोटो राखिदिन्छु सी इज गुड उसको चाहिँ मलाई गेममा कुनै कन्ट्रिब्युसन देखिएन तर सी इज गुड स्विट सो गेमको हिसाबमा चाहिँ आई विल गिभ हर 2/10 अनि अरूको छ रफ्तार इज क्रेजी यस्तो क्रिन्ज भइरहेको थियो मलाई रफ्तारको त्यो आई थिङ्क एपिसोड 5 हेरेर रफ्तारको बारेमा चाहिँ मलाई केही भन्नु छैन रफ्तार आई वुड गिभ हिम 5/10 अरू को छ इन्ट्रेस्टिङ अरू को छ राजकुन्द्रा स्टुपेड होइन जब राजकुन्द्रा यताउता गएर होइन अनि त्यस पुरा ओभरली स्मार्ट टाइपको एक्ट गरेर आएको थियो नि कसम राजकुन्द्रा वाज सो अभियस होइन यस्तो अभियस आई थिङ्क मैले पनि गेस गर्थेँ होला कि राजकुन्द्रा ट्रेडर हो भनेर होइन किनभने यता गएको छ एउटा नाम दिएको छ उता गएको छ अर्को नाम दिएको छ यो गरेछ त्यो गरेछ एक्चुअल लाइक ट्रेडरको बिहेभियर के होइन अनि त्यस पुरा चढमा के होइन लाइक यस्तो यो आफू त मतलब मर्दैन टाइपको के होइन त्यो भिडियो आउँछ नि त होइन मैंने ऐसा किया वैसा किया भनेर जुन भिडियो आउँछ नि त्यति बेला चाहिँ राजकुन्द्रा वाज बिङ सो लाइक मैं ये कर रहा था वो कर रहा था ताकि मुझ पे शक ना आए ये वो ब्रा यस्तो स्टुपिड मोमेन्ट होइन आइम ह्याप्पी गर आउट किनभने एकदमै लाइक ओभर एक्सप्रेसिभ एकदमै हे टपमै गइसकेको थियो त्यो मान्छे नट त्यो मान्छे भट राजकुन्द्रा आई वुड गिभ हिम 2/10 को बुढो एक्टर कामै छैन कि ना पर जब तक मैं शो में हूँ मैं ट्रेडर को ढूंढ के रहूंगा क्या ढूंढ के रहोगे आप जति बेला पनि सुत्या सुतै होइन लाइक मलाई एक्टिभ देखेको भनेको मैले टास्क र बिहान त्यो ब्रेकफास्टको उसमा अनि बेलुका त्यो सर्कल अफ स्टक बाँकी टाइम हि इज लाइक हि स्लिपिङ अनि त्यो सर्कल अफ सकमा चाहिँ आइ एम अब्जर्भिङ एभ्री वान युआर नट अब्जर्भिङ युआर स्लिपिङ युआर अब्जर्भिङ इन यर ड्रिम्स भेरी ब्याड पर्फर्मेन्स आई लाइक हिम एज एन एक्टर होइन
सोमा चाहिँ त्यस्तो केही मैले अगेन कन्ट्रिब्युसन केही देखेन। आई वुड गिभ हिम 2 out of 10। अरूको छ एलनाज चाहिँ मलाई एकदमै मन पर्यो है। एलनाज जसरी उसले स्मार्टली सबै कुरा गर्छ अनि त्यसै लाइक उसमाथि सक आयो भने पनि सी जस्ट एक्ट सो नाइसली के त्यो सक हटाउनको लागि के मलाई त कसम एउटा रियालिटी सो जोइन गर्नु मन छ कि यस्तो टाइपको होइन जहाँ चाहिँ हल्का दिमाग लगाओस् होइन लाइक कतिको यो पनि ओपिनियन रहेछ कि त्यहाँ चाहिँ अब बिग बसमा त 24/7 नै क्यामेराहरू अन हुन्छ नि त होइन सो केही पनि भयो चम्चा खस्यो या कोही या केही नि भयो कोही चिप्लियो भने पनि लाइक सबै क्यामेरामा सो यहाँदेखि चाहिँ मेरो बकवास माइक चाहिँ उ गर्नै रेकर्ड गर्नै बन्द गरिदिएछ तर त्यो माइकदेखि राम्रो पनि आएको छैन आवाज सो म त्यो युज गर्दैन अबदेखि तर मैले भिडियो बनाइहालेको थिएँ त्यही भएर मैले जस्ट हालिदिइहालेँ आई डोन्ट थिङ्क यहाँसम्म कसले हेर्नेवाला छ बट मेरो पोइन्ट के थियो भन्दाखेरि बिग बसमा चाहिँ सबै त्यो हगेको मुतेको सब देखाउँछ नि त त्यो चाहिँ मलाई मन पर्दैन जस्ट ठिक्कैको होइन जे चाहिएछ त्यो चाहिँ देखायो भने चाहिँ मलाई मनपर्छ जो कि चाहिँ यस्तो टाइपको स्विचभिला रोडिज अथवा जहाँ चाहिँ 24/7 क्यामेरा रोल भएको हुन्न नि त्यस्तो टाइपको चाहिँ मलाई मनपर्छ इभन दो म रोडिजहरू यताउता हेर्दैन जस्ट स्पिचभिला मात्र हेर्छु सो यहाँ त्यही नै हो अब बाँकी बोल्न त मैले धेरै बोलाएको थिएँ तर अब रेकर्ड भएन सो यति नै धन्यवाद अब हेर्दै जाऊँ के हुन्छ फेरि नयाँ के इन्ट्रेस्टिङ भयो भने आई विल डेफिनेटली मेक अ भिडियो अबाउट इट बट टिल देन बाई बाई लभ यु बाई